नमस्ते। हामी चाहिँ मुस्ताङको यात्रामा जाँदाखेरि खिचिएका केही दृश्यहरू म तपाईँहरूलाई देखाउन गइरहेको छु। न त हामीले केही समय पहिला नै हो यो टुर गएको, तर मैले अहिले चाहिँ पोस्ट गर्न गइरहेको छु। यो चाहिँ कालीगण्डकी नदीको छेउछेउमा म्याग्दी जिल्लामा चाहिँ जाँदै गर्दा तल कालीगण्डकी नदी छ र माथि मजाले हिमालय देखिन्छ। यो ठाउँ स्विजरल्यान्डभन्दा कम छैन है यो ठाउँ। सेम टु स्विजरल्यान्डको जस्तो देखिन्छ यो ठाउँ। एकदम रमाइलो छ। नदीसम्म तरिकामा चाहिँ जति जति माथि गयो त्यति समातर रमाइलो हिमालय, यस्तो आनन्दलायक ठाउँ है। यहाँ देख्न सक्नुहुन्छ यो तलको कालीगण्डकी नदी हो। अब हामी यहाँ सेल्फी डाँडा भन्ने ठाउँमा आयौँ। एकदम राम्रो छ माथि मुक्तिनाथ जाने। यो चाहिँ तपाईँको जमसङ बजार मुस्ताङ जिल्लाको सदरमुकाम पनि हो। यो एकदम राम्रो छ, सुन्दर छ। त्यसपछि हामी यात्राको क्रममा मुक्तिनाथ मन्दिर नजिकै अलिकति तलतिरको यो चाहिँ पार्किङ हो। धेरै बसहरू जिपहरू छन्। यहाँ मान्छेहरू धेरै आउनुहुन्छ, रमाइलो छ। यहाँ चाहिँ साइडमा चाहिँ डाँडाहरूमा चाहिँ हिउँ परेको छ, यतापट्टि होटेलहरू छन्। एकदम रमाइलो छ। माथिपट्टि चाहिँ हिमालयहरू। अब यो मुक्तिनाथको मन्दिरसँगै जोडिएको यो चाहिँ सिँढी हो। म चाहिँ यसरी गएँ मुक्तिनाथको मन्दिरमा। थोरै एउटा चाहिँ यो मुक्तिनाथको 108 धारा हुन्छ। यसमा मैले एकपटक चाहिँ आफ्नो दर्शन भनौँ नुहाएँ। यहाँभन्दा तल एउटा चाहिँ पाप कुण्ड भन्ने छ, त्यहाँ पनि डुबेँ। हो यो पाप कुण्ड भन्छ यसलाई। यहाँ पनि गयो। यो चाहिँ अप्पर मुस्ताङ जाने क्रममा खिचिएको दृश्य। बाटोमा जाँदै गर्दा च्याङ्ग्रा आए। यसो मैले चाहिँ च्याङ्ग्रालाई चाहिँ गोठालो हुनका लागि अलिकति हेर्ने प्रयास गरेर सानो भिडियो सुट गरेँ। एकदम रमाइलो लाग्यो, दामी रहेछ। तलतिर याकहरू रहेछन्। खोलामा आइस बनेर चाहिँ बगिरहेको छ। साइडपट्टि सयौँ सङ्ख्यामा याक रहेछन्। एकदमै रमाइलो लाग्यो।
त्यसपछि यहाँनिर गोठालो दाई हुनुहुन्थ्यो, म उहाँसँग बोलेको थिएँ। त्यसपछि हाम्रो यात्रा चाहिँ अगाडि बढ्यो। छुसार भन्ने ठाउँमा पुग्यौँ। यहाँ चाहिँ हामीले खाना खायौँ। यो साइडको याकहरू छ। त्यसपछि मैले यहाँ थोरै आफ्नो अभिनय फेरि हामी त्यहाँबाट चाहिँ खाना खाइसकेपछि कोरोला नागातिर गयौँ। माथितिर एकदम रमाइलो छ, सौन्दर्यको वर्णन गर्नै सकिँदैन। एकदम रमाइलो छ, तपाईँहरू पनि एकपल्ट जानु होला। चारैतिर हिमालय, एकदम राम्रो सडक बाटो। बिच नभए पनि हामी चाहिँ कोरोला नागा पुग्यौँ है। यो चाहिँ कोरोला नागा एकदम रमाइलो रहेछ। उतापट्टि चाइनाको ठुलो ठुलो बिल्डिङ रहेछ, हाम्रोतिर यतापट्टि सानो सानो रहेछ बस्ने। अनि एकदम रमाइलो रहेछ। जो चाइना नेपालको बोर्डर कोरोला नागातिर उतापट्टि चाइना हेर्नु सक्नुहुन्छ। यो चाहिँ चाइनाको बिल्डिङहरू। अनि यतापट्टि नेपालको, त्यो चाहिँ चाइना। अनि यहाँ चाहिँ सीमा स्तम्भ थियो।